यता चाहिँ एकदम राम्रो खालको रहेछ इन्भाइरोमेन्ट यस्तो चाहिँ स्वच्छ छ गजब छ यस्तो खालको छ अनि त्यही हो रेस्टुरेन्ट अब खाना अलि महँगो भयो भने त म त खाँदिनँ पो त फेरि बरु अलि सस्तो जे छ त्यही खाने हो अब पैसा नभएर होइन कि धेरै महँगो खाएर पनि के गर्ने मेरो खाना यो चाहिँ 250 को खाना हो खाना खाँदैछौँ अनि उहाँ दाइको तपाईँको घर चाहिँ यहाँ नेपालगञ्ज हुनुभयो अरे नेपालगञ्ज कोलपुर कोलपुरमा तपाईँको घर कहाँ हो दैलेख कति वर्ष भयो यता चलाउनु लाग्नु भएको कति 15-20 वर्ष ए ल तपाईँहरूलाई धन्यवाद छ हामीलाई सेवा दिइरहनु भएको छ सबै चाहिँ जेन्ट्स मात्रै ल हेलो एभ्रिवान गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आजको ब्लगमा स्वागत छ आज चाहिँ हामी एक रात चाहिँ फ्याङ्ग्राङ्गै हिँडिसक्यौँ अनि हामी चाहिँ यहाँ खाना खाने ठाउँमा रेस्ट टाइममा छौँ अहिले यो चाहिँ कुन ठाउँ मलाई पनि थाहा छैन मैले सोधेको कसैले पनि थाहा छैन भन्छ अनि यता चाहिँ हामी एकदम बवाल खालको यताबाट हाम्रो गाडी चाहिँ है अब म त खासै खाना खान्न होला खाएपछि त्यस्तै म भातसात खाँदिनँ लेडिजको रहेछ यता चाहिँ पुरुषको रहेछ अनि स्ट्यान्डर्डै खालको छ है ल अब म चाहिँ मुखसुख दिन्छु अनि फ्रेस हुन्छु साथीहरू हामी चाहिँ फ्रेस भयौँ अब चाहिँ हामी खाना खान्छौँ निद्रा नपुगेर हो कि के नत्र त मस्तले सुतेको के भएर जाँगर चल्या छैन त्यस्तो बवाल छ सिटलो भइरहेछ खासै चिसो छैन खाना खाने चाहिँ उता होला सायद उतातिर यता चाहिँ एकदम राम्रो खालको रहेछ इन्भाइरोमेन्ट यस्तो चाहिँ स्वच्छ छ गजब छ यस्तो खालको छ अनि त्यही हो रेस्टुरेन्ट अनि हामी आउने गाडी यही हो हामी आउने त यही हो अनि यो त्यो 2वटा रहेछ म चाहिँ एकछिन खाना खानको लागि जाँदैछु त्यहाँ हेर्छु अब खाना अलि महँगो भयो भने त म त खाँदिनँ पो त फेरि बरु अलि सस्तो जे छ त्यही खाने हो अब पैसा नभएर होइन कि धेरै महँगो खाएर पनि के गर्ने रेस्टुरेन्ट यही रहेछ मैले चाहिँ खानाको ल्याइसकेँ अब म खाना माग्छु यहाँ कति हो मेरो खाना यो चाहिँ 250 को खाना हो सायद यो 50 रुपियाँ 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 दाइसँग हामी एउटै सिटमा छौँ अनि उहाँसँग हामी यहाँ खाना खाँदैछौँ अनि उहाँ दाइको तपाईँको घर चाहिँ यहाँ नेपालगञ्ज हुनुभयो अरे नेपालगञ्ज कोलपुर कोलपुरमा अनि यता मनी तपाईँले पनि त्यही 250 हो त्यो 250 कै हो यो 50 रुपियाँ 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 रहेछ भन्ने कुरा बुझ्यो खाना चाहिँ टेस्टी बनाएको छ होइन ल साथीहरू हामी चाहिँ यहाँ घुम्काउँदैछौँ पिरो पनि लास्टै पिरो पुरै 24 घण्टा 30 घण्टा अझ बस्नुपर्छ अझ चाहिँ बस्नुपर्छ 24 घण्टा गाडीमै ल साथीहरू हामी चाहिँ खानासाना खाइसक्यौँ अब चाहिँ हामी यहाँबाट जान्छौँ अब लगत्तै हाम्रो चाहिँ यात्रा सुरु हुन्छ गर्मी चाहिँ यस्तो छ अघि चाहिँ यो हावा चलिरहेको थियो हल्का अनि त्यसले गर्दा खासै गर्मी थिएन यताको इन्भाइरोमेन्ट चाहिँ गजब छ यार साँच्चीकै यो ठाउँ एकदम सुन्दर सफा रहेछ नि दाइ एकदम तपाईँको घर कहाँ हो दैलेख कति वर्ष भयो यता चलाउनु लाग्नु भएको कति 15-20 वर्ष ए
ल तपाईँहरूलाई धन्यवाद छ हामीलाई सेवा दिइरहनु भएको छ पानी भरेर आउँछ ल हुन्छ दाइ नभएपछि म भरेर आउँछु नि तपाईँ जानुहोस् म भरेर आउँछु दाइ जानु तपाईँ आराम गर्नुहोस् कि म भरेर ल्याउँछु नि ल त अब हामी जान्छौँ कुटुङडुङ पारामा सबै चाहिँ जेन्ट्स मात्रै ल उहाँ दाइ चाहिँ जो पानी खाँदै हुनुहुन्छ नि उहाँ चाहिँ मेरो सिटमा हामीसँग मेरो हाम्रो एकजना साथी त्यहाँ पानी लिन जानुभएको छ है पानी लिन जानुभएको छ कसैको मोबाइलहरू होटेलमा छुटेको हुनसक्छ सुरु भयो यात्रा तपाईँलाई भिडियोमा देखाएँ फरक त पर्दैन तपाईँको शुभ नाम के हो मेरो शुभ नाम अमर विश्वकर्मा कुन ठाउँमा दैलेख हो मेरो नाम अशोक जिएम हामी चाहिँ खाना खाएर पुरै चाहिँ अब फेरि पनि हाम्रो यात्रा सुरु भइरहेछ हामी यहाँ जाँदैछौँ अझै हामीले कति 24 घन्टा हिँड्नुपर्ने अवस्था छ गाडीमै अनि यतातिर दाइहरू हुनुहुन्छ पुरा एउटै उसमा चाहिँ यस तरिकाले बसेर जानुपर्ने अवस्था छ सबै कोही यता माथि कोही यता यस्तो पो छ त ल साथीहरू फेरि हामी यहाँ नास्ता गर्ने ठाउँमा चाहिँ रेस्ट गर्दैछौँ झरिसक्यो हामी अनि यो चाहिँ कुन ठाउँ हो मलाई पनि थाहा छैन नाम साइनबोर्डमा छैन यहाँनिर त नमन रेस्टुरेन्ट लेखेको छ धुँदैछ अनि यता छ रेस्टरुम अनि म नि रेस्टरुममा जान्छु एकछिन अब हाम्रो यात्रा सुरु म त खानासाना खाएन अरूले चाहिँ खाना खाएँ म त खाएँ मसँग त्यो उसको छ चनाको चाहिँ खाजा छ त्यही खाना यही हो चना यही वाला खाइदिने हो उता राजाले पनि यही खानुहुन्छ हामी एउटै सिटमा छौँ खाना खानुभयो त्यसो भए यो खानुहोस् खानु कि